हेलो व्हाट्सअप गाइस, नमस्ते। आजको न्यू भिडियोमा स्वागत छ। आज चाहिँ म घुम्न जाने भनेर चाहिँ रेडी हुँदैछु हैन। के कस्तो लाग्छ भिडियोहरू हेर्दै गर्दा हैन, कुनै अब बोल्दाखेरि चाहिँ हैन भोइसहरू बिग्रिन सक्छ। एक त अहिले चाहिँ चार्ज सकिएर चाहिँ हैन, यता चाहिँ माइक बाहिरको आवाज धेरै आइरहेको होला। चार्ज सकिएर चाहिँ चार्जमा हालिरहेको छु हैन। अरु कुन ठाउँदेखि हेरिराख्नु भएको छ कमेन्ट बक्समा लेख्नु होला हैन। आजको यात्रा निकै नै छोटो अनि मिठो हुनेवाला छ। मैले देखाइरहेको यो दृश्यमा म पुग्ने छु। यहाँबाट बीचबीचमा के कस्तो ठाउँहरू रहेछ हजुरहरूलाई देखाइरहेको दृश्यको डाँडामा पुग्ने छु। हजुरहरू भिडियोहरू हेर्दै गर्नु होला। घरबाट बाहिर निस्किसके, गर्मी पनि अति नै रहेछ। साथसाथै केही नलाएर आए। पटाउरै जाप गरौँ भने गाडी जाँदैन, माथि डाँडा छ, धेरै डाँडा छ भएको हुनाले मैले मोबाइलहरू उठाएर भिडियो गर्दै गर्दा यताउताको साथीहरूले हेरिराख्नु भएको थियो। के गरिरहेको छ, के चटक गरिरहेको छ भनेर मनमनै सोचिराख्नु भएको होला। मलाई त बाल छैन, म आफ्नो भिडियो गराउने मान्छे, आफू त एउटा भ्लगर परियो। भ्लगरले भिडियो मोबाइल नठहराए के ठहराउँछ भन्ने क्वेसनहरू गर्दै गर्दा आफू चाहिँ लागियो। अनि किराना पसलमा आइयो। किराना पसलबाट अङ्कलसँग सामानहरू मागेँ। अङ्कलले मलाई सामान दिनुभयो। अङ्कललाई मैले अनलाइन पेमेन्ट गरेर आफ्नो बाटोतिर लागेँ। सामानलाई हातमा खेलाउँदै जिस्किँदै अगाडि बढिरहेको थिएँ। गर्मी पनि अति नै भइरहेको थियो। देखाइरहेको ठाउँबाट दृश्य त निकै नै नजिक लाग्थ्यो, तर धेरै नै टाढा रहेछ। हिँड्दा हिँड्दा थकित भइसकेँ। गर्मी पनि अति नै बढिरहेको थियो। जति गर्मी बढे पनि म बस्नेवाला थिइनँ, किनभने पछि मैले तपाईँको यात्रा सुरु गरिसकेपछि मैले अन्त्य गर्नैपर्छ भन्ने मलाई थाहा थियो। लामो रहेछ, धेरै नै टाढा रहेछ यात्रा, तर देख्दाखेरि नजिक जस्तो लागेको थियो। तर टाढा भए पनि मनोरञ्जन चाहिँ गरिरहेको थिएँ, बोलिरहेको थिएँ। म पर एउटा गाउँको ठिटो। सबैको सपनाहरू हुन्छ सहरमा गएर बस्ने, खाने, रमाउने। त्यो सपना बोकेको व्यक्ति एकजना म पनि थिएँ। त्यही सपना पुरा गर्नको लागि म काठमाडौँ छिरेँ। काठमाडौँ छिर्दाखेरि मेरो सपनाहरू सबै पुरा हुन्छ भन्ने सोचेको थिएँ। तर यहाँ सपना भनेको त पैसा हुन्जेल सपनाहरू सबैको साकार हुँदो रहेछ। तर पैसा छैन भने त यहाँ सहरमा मान्छेले मान्छे गर्न छोड्दो रहेछ। मैले दिमागमा के कुरा खेलाइरहेँ भने म पैसा छ, सबैजना छ। जबसम्म पैसा सकियो नि सबैजना टाढा हुँदा रहेछन्। त्यो कुरा मैले बल्ल रियलाइज गर्न थालेँ। एनी हाउ पैसा कमाऊ, त्यो नारा चाहिँ त्यसै भनेको रहेनछ जस्तो लाग्न थाल्यो। यो सहरमा त पैसा हुनेको लागि मात्र स्वर्ग रहेछ। हामी जस्तो गरिब खानदानको मान्छेहरूलाई त बाँच्न र खानलाई त गाह्रो रहेछ। त्यही कुराहरूलाई रियलाइज गर्दै आफूले पैसा कमाउनु पर्छ भन्ने सपनाहरू पनि बोक्न थालेँ। तर पैसा बाटो भने नेपालमा रहेनछ, तर विदेशको लागि पनि तयारी गरौँ जस्तो लाग्न थालेको छ। नेपालमा केही गर्छु कि भन्ने त मेरो एक करोड जिद्दीले त हुन्छ जस्तो लाग्दैन। त्यही पनि प्रयास गर्नेछु। आफ्नो जन्मभूमि र माटोमा केही गर्नेछु भनेर सोचिरहेको छु। भए पनि पास नभए अभ्यास। मैले देखाएको ठाउँमा अब पुग्न लागिसकेको छु। अब थोरै बाँकी छ। यो मान्छे भइसकेपछि घुमघाम त हल्का यताउता गर्नै पर्छ हैन। मान्छे भएपछि त अब यही त हो नि, मान्छेको जात नराम्रो नगरौँ भने। भारीमा आएका छु है। यो मान्छे अब रिसाउने होला नि, मलाई को पागल आयो, मलाई भारीमा दौडिरहेको भनेर भन्छ आवतमा हैन। बाटै भेटिरहेको यहाँबाट देखिने काठमाडौँ भ्यालीहरू देखाउन जाँदैछु। हजुरहरू हेरेर साथ दिनु होला। फाइनली गाइज डाँडामा आइयो। काठमाडौँ भ्याली भने राम्रो देखिँदो रहेछ। अब खाजासाजा खाने टाइम भयो। खाजासाजा खानु पर्यो, त्यसपछि लाग्नु पर्ला आफ्नो बाटोतिर। बालिन्साले नामाकरण गरिएको सेतो खेती भएको सेतो टावर भन्ने चाहिँ यहाँ देखिँदो रहेछ क्या।
धेरै धेरै धन्यवाद। म चाहिँ अहिले घर फर्किन लागेको छु। मैले भने जस्तो र सोचे जस्तो भिडियो चाहिँ बनाउन सकिनँ, त्यसको लागि सरी। र आउने दिनहरूमा चाहिँ राम्रो भिडियो बनाउने छु भन्ने बाचाको साथ म हजुरहरूमा छुट्टिन चाहन्छु। छुट्टिनुभन्दा अगाडि केही कुराहरू हजुरसँग गर्न जाँदैछु। मैले तल राखेको चाहिँ भिडियोहरू छन् होइन, सर्ट भिडियोहरूमा चाहिँ मैले आफै नै डाइलेक्ट बनाएर भनेको लाइनहरू चाहिँ बोल्ने गरे होइन। लाइनहरूमा चाहिँ हजुरहरूले भिडियो बनाउनु भयो भने राम्रो कसको भिडियो हुन्छ उसलाई चाहिँ प्राइजको व्यवस्था गरेको छु। प्राइज भनेको चाहिँ अहिले मैले यहाँ चाहिँ खुलासा गरेको छैन। जसले चाहिँ राम्रो भिडियो बनायो उसको चाहिँ लाइफबाट नै उहाँको चाहिँ भिडियोलाई म उहाँलाई चाहिँ सम्मान गर्नेछु र उहाँलाई पुरस्कारको व्यवस्था गरेको छु। पुरस्कार चाहिँ अहिले म भन्दिनँ भन्दै अब अहिले चाहिँ अब मैले भने जस्तो र सोचे जस्तो भिडियो बनाउन सकिनँ। माइकको समस्याले गर्दा माइक पनि राम्रो भएन। अब आउने दिनहरूमा फरक भिडियोहरू र फरक कन्टेन्टहरू चाहिँ ल्याउनेछु। भ्लगहरूमा चाहिँ अलिकति बेस्ट गराउनेछु होइन। अब जस्तै अब सबैले चाहिँ यस्तै भ्लगमा चाहिँ अलिकति पपुलर भएको जस्तै रतन कार्की, किटेक जोशीहरू, राजकुमारहरू अनि धेरै हुनुहुन्छ नि नेपालको ठुलो ठुलो मोटो मोटो भ्लगरहरू। उहाँहरूको चाहिँ हेर्थेँहरू भ्लगहरू हेर्थेँ होइन। म आज जस्तो त बन्न नसकुला होइन, केही आफ्नो सक्दो प्रयास चाहिँ गर्नेछु भन्दै हजुरहरूबाट छुट्टिन चाहन्छु। थ्याङ्क यू सो मच।